यो चुनावको के अरे परिणाम घोषणा भइसक्यो। निर्वाचन आयोगले मलाई यो प्रतिनिधि सभाको सदस्यमा जितेको भनेर प्रमाणपत्र दिइसक्यो। अब प्रतिनिधि सभाको सदस्य भइयो। यो हुँदाखेरि म चाहिँ मलाई चाहिँ प्रतिनिधि सभाको सदस्य बनाउनको लागि र एकदमै उत्साहित भएर दिनरात खटिएर लाग्नुभएकाहरू हुनुहुन्छ यहाँ। अनि चाहिँ सबैलाई चाहिँ म चाहिँ धन्यवाद दिन चाहन्छु। मतदान गर्ने सम्पूर्ण मतदाताहरूलाई गाउँ गाउँमा छन् जो अहिले कोही चाहिँ कता पुगिसक्यो होलान्। अब किनभने पोखरा बाहिर काठमाडौँ बाहिरबाट पनि आएर धेरैले मतदान गरेको देखेको छु। कोही चाहिँ घर पनि पुगिसक्यो होलान्। सबैलाई चाहिँ धन्यवाद छ। र अब यो चुनावमा उठेपछि जित्ने हार्ने भन्ने कुरा चाहिँ एउटा प्रक्रिया हो। जित्यो भन्दैमा धेरै 12 हात उफ्रिने, हार्यो भन्दैमा चाहिँ रुने, त्यो चाहिँ हुँदैन। र म चाहिँ फेरि के छु भने जस्तो सुकै परिस्थितिमा पनि, हार हुँदाखेरि पनि जित हुँदाखेरि पनि मलाई चाहिँ केही फरक पर्दैन। म चाहिँ जित्यो भनेर चाहिँ एकदम उफ्रिने, हार्यो भनेर चाहिँ अब के अरे रुने त्यस्तो बानी छैन। त्यसैले यो चुनावमा मैले जिते पनि अब हुन त अब कतिपय उम्मेदवारहरूले जितेपछि विजय र्याली भन्ने मनाउने गरेको सुनिन्छ। मनाउनुपर्छ भनेर यहाँ धेरैले चाहिँ एकदम अनुरोध पनि गर्नु भएको छ। र त्यो विजय र्याली चाहिँ मनाइँदैन भनेर मैले हिजो राति नै पोस्ट पनि गरेको छु।